नमस्कार, म गगन श्रेष्ठ। आज म धराने मोमोको खोजीको सिलसिलामा मङ्गलबारेको कृष्ण खाजा घरमा पुगेको छु। मलाई धेरैजनाले भन्नुभएको थियो त्यहाँ लोकल धराने स्टाइलको मोमो, थुक्पा, चाउमिन पाइन्छ भनेर। तर मैले जाने अवसर पाएको थिइनँ किनभने मेरो घरदेखि यो अलि निकै टाढै पर्छ र त्यो म सधैँ हिँडिराख्ने बाटो पनि पर्दैन र त्यहीँको लागि भनेर आज जाने अवसर जुर्यो। वास्तवमा त्यहाँ धराने लोकल स्टाइलको मोमो, थुक्पा, चाउमिन नै पाइँदो रहेछ र फ्यामिलीले नै चलाउनु भएको रहेछ र मैले अर्डर गरेको एकैछिनमा मेरो टेबलमा मोमो आइपुग्यो। धराने स्टाइलको मोमो जुन चाहिँ टमाटर खोर्सानीको अचार र सँगसँगै सुप पनि थियो र पहिलो बाइट नै मेरो मुखमा जाने बित्तिकै मासुको स्वाद, प्याजको बास्ना र बोसो मेल्ट भयो मेरो मुखमा र मोमो यो सबै कुरा एकैचोटि मेरो मुखमा ब्रस्ट भयो। त्यसपछि सुप एकदम क्लियर र व्हाइट कलरको नभए पनि एकदम थोरै मसला भएको र थोरै नुन भएको थियो र यसले प्यालेट क्लिन्जिङको काम गर्यो। मैले 2 स्पुन सुप सिप गरिसकेपछि फेरि अर्को बाइट मोमोको लागि तयार भएँ र अचारमा चोबेर फेरि मैले मुखमा हालेँ र त्यस्तै नै मासु, बोसो, प्याजको स्वाद फेरि मेरो मुखमा एकैचोटि ब्रस्ट भयो। वास्तवमा यो एकदमै पुरानो धराने स्टाइलकै मोमो छ। यसको लोकेसन चाहिँ यो मङ्गलबारेको यो चौतारा रुखदेखि ठ्याक्कै मास्तिर हेर्नुहुने बित्तिकै कृष्ण खाजा घर देख्नुहुने।